हामीले यहाँ व्यक्ति धनी त के काम भयो त्यो? मसँग 2-4 अरब पैसा म के काम भयो त्यो? मैले मेरो ठाउँमा गाउँमा मेरो परेको बेलामा मेरो मान्छेले सपोर्ट गर्नु सकेन भने मेरो पैसा के काम भयो त्यो? अस्तिको जस्तो आगो लगाएर पोलिदियो भइहाल्यो। म हार्दा के हो भने देश हार्नु भएन। मैले सोचेँ बालेन हार्यो भने त म जितेर के काम भयो त? रवि लामिछाने हार्यो भने त म जितेर केही काम भयो त? बरु मैले रवि लामिछाने र बालेन शाहलाई यहाँ ल्याउनका लागि मलाई यहाँको जनताहरूले धेरै दबाब दिएको थियो। तपाईँले ल्याउनुहोस् 5000 भोट तपाईँ भर्नुहुन्छ भन्थ्यो। मैले उहाँहरूको टाइम सोधेँ। आफ्नो जिल्लामा उहाँ बालेनलाई चाहिँ नि उहाँ केपीले म हराउँछु त्यसले कहाँ जित्नु लाउँछ र म यति 1000 भोटले हराउँछु भन्दै गर्दा मलाई नि त मुटुमा त चस गयो नि त। उहाँलाई यहाँ ल्याउँदाखेरि मैले एक दिन टाइम चाहिँ नि यहाँ चाहिँ नि उ गर्दाखेरि आफ्नै गृह उहाँ चाहिँ नि उठेको ठाउँमा झापा 5मा हार्यो भने त यो देशको केही काम भयो। धेरै ठाउँमा मैले घरहरू छाइदिएको छु। सङ्खुवासभा जिल्लामा लगभग 100 घरभन्दा बढी घर छाइदिएको छु। अझै पनि म अझै पनि साथी गर्न मन लाग्छ। तर अब कस्तो लाग्छ भने अहिले चाहिँ मैले बल्ल राजनीति अलिक बुझ्दैछु। पहिला भन्थ्यो त्यो एमालेको मान्छे है त्यसलाई नदेऊ भन्थ्यो मान्छेले होइन। साँच्चीकै अहिले चाहिँ मलाई फिल भएको छ कि के हो। हाम्रो सङ्खुवासभाले चिन्न नसकेको हिरा हो उहाँ। विशेष गरी त मकालु गाउँपालिका र भोटखोला गाउँपालिकामा उहाँले गर्नुभएको योगदान सायद यो बेला बिर्सिए जस्तो भएको छ है। ठुलो आशा थियो उहाँले पक्कै पनि जित्नुहुन्छ भन्ने, तर विडम्बना सबैले उहाँको गुणलाई बिर्सिदियो के, दुःख लाग्यो।